अर्थमन्त्रीज्यू तपाईँलाई काङ्ग्रेसको बेला नपरे काङ्ग्रेस लुते काङ्ग्रेस भएर हो घन्टीले 683 मतलब सबैको रिपोर्टहरू हामीले लिएर बसेका छौँ। यही हो राज्य चलाउने तरिका। उप प्रधानमन्त्रीज्यू दुवैजनाले चल्छ राजनीति, देश चल्छ, कुन हिसाबले चल्छ देश? तपाईँहरूले मात्र अगाउनु पर्ने, तपाईँहरूले मात्र चुनाव जित्नु पर्ने, तपाईँहरू मात्र मन्त्री हुनु पर्ने। किताबले ढोगेर 84 को चुनावमा यो दुईटी उप प्रधानमन्त्री कुनै पनि दुईटी उप प्रधानमन्त्री यो हाउसमा नआओस् भन्ने कुरा म बुद्ध भगवान पशुदास प्रार्थना गर्दै उप प्रधानमन्त्रीज्यू देश चल्दैन, डुबिसक्यो काङ्ग्रेसहरू। तपाईँ सुध्रिनु पर्छ। यही 6 महिना अगाडि गएको पार्टीले 683 मतले मात्र जितेर आउनु भयो। तपाईँ पनि ख्याल गर्नुपर्छ, समयलाई सबैलाई मिलाउनु पर्छ। शहरी विकास मन्त्री धेरै भोटले जितेको होइन, 80 भोटले मात्र जितेर झुन्डेर हामी जस्तो 17,000 मतले जितेर आउनुपर्छ। अनि यहाँ आएर दनाक दिने हो। 6 महिना अगाडि दर्ता गरेको पार्टी 79 सालमा 6 महिना अगाडि दर्ता गरेको पार्टी आज 22 वटा जितेर आएको छ। त्यही पार्टीबाट जितेर उपसभामुख हुनुहुन्छ यहाँनिर। भोलि यस्तो पार्टी तपाईँहरू जस्तोले गर्थे यस्तो पार्टीहरू भोलि हामी नेकपा एमाले नेपाली काङ्ग्रेस माओवादीहरू चाहिँ यस्तै तरिका तपाईँले चाहिँ बजेटको व्यवस्था गर्थे छुटेर भोलि अर्कोले फाइदा लिने हो। तपाईँको 15 को महाधिवेशन तपाईँसँग त्यतिखेर छलफल हुन्छ, तपाईँसँग कुरा हुन्छ। हामी पनि त्यहाँबाट चुनाव त जितेर आउँला नि, महाधिवेशन जितेर आउँला नि, तपाईँलाई त्यतिखेर हुन्छ। तपाईँलाई मैले दलमा भन्ने कुरा गर्न लागेको थिएँ। खास गरी आज दलले बैठक राखेन, तपाईँलाई मैले दलमा यो कुराहरू राख्ने कुराहरू थियो। तपाईँको त्यो बेलामा नारा जुलुस गरिदियो भने तपाईँ इज्जत कहाँ पुग्छ? तपाईँले काठमाडौँ जिल्लालाई देख्ने, तपाईँले रामेछाप तपाईँलाई मैले निवेदन दिएको थिएँ। तपाईँको बुवाले मेरो रामेछाप जिल्लामा तपाईँहरूसँग छैन। टिबिटिन भाषामा भन्छ दिमिन्दु घाइचिकी दिमाग कहाँ छ? तपाईँले के काठमाडौँ मात्र देख्नुभयो? यो चाहिँ 207 और 3 करोड बजेट हाल्ने अरू 77 जिल्लामा छैन। यही यसरी चल्छ। यसरी फेरि तपाईँ त प्रधानमन्त्रीमा लाइन पुगेको मान्छे। तपाईँको पिता गणेशमान सिंहलाई चाहिँ प्रधानमन्त्री खाऊ भन्दाखेरि बौद्ध लाउने बेलामा चाहिँ नखाएको छोरा तपाईँ। यो तरिकाले तपाईँले अब के हुनुहुन्छ? तपाईँ अब कहाँ जानुहुन्छ राजनीतिमा? अब तपाईँले मलाई आज मान्ने मात्र सोचेको? नेपाली काङ्ग्रेसको जिल्ला सभापति कुनै पनि महाधिवेशन महासमिति कार्य समिति कुनै पनि नउठेर जितेको पार्टी। बुझ्नुभयो? म मेरो जिल्लामा 150 किलोमिटर मैले व्यक्तिगत बाटो खनिदिए होला। 14 वटा एम्बुलेन्स दिएको छु मैले। त्यसै आउँछ 47,100 मत। यो तरिकाले गर्थे तपाईँले सुध्रिनुहोस्। म त एउटा जनजातिको छोरा, एउटा मान्ने, तपाईँले मैले सिधा कुरा गरिदिए। तपाईँ सुध्रिनुहोस् भनेर भनिदिए। तर अरू हरेक मान्छेले तपाईँलाई च्याप्दै ल्याएछ, च्यापेर आएछ तपाईँलाई। तपाईँले आज हामीलाई हेर्नु पर्दैन? हामी काङ्ग्रेसको मान्ने होइन, रुख चिन्हबाट जितेको होइन हामीले। यो तरिकाले तपाईँको राजनीति सब्रिन्छ। तपाईँले हामीले एउटा चाहिँ गणेश मानको चाहिँ नेताको चाहिँ छोरा तपाईँले प्रधानमन्त्री हुँला भन्ने आशा गरेको थियो, पार्टी सभापति हुँला भन्ने आशा गरेको थियो तपाईँलाई हामीले। यहाँ मन्त्री हुनुपर्छ जस्तो लाग्छ मलाई। अर्थमन्त्री बोलाइहाल्नुहोस् सभामुख महोदय। अर्थमन्त्री कि मैले यसो आँखा देखिँदैन? म पनि 60 वर्ष बुढो भएको मान्छे। अर्थमन्त्री छैन जस्तो लाग्छ, बोलाउनुहोस् सभामुख महोदय। मान्य सदस्य आफ्नो कुरा राख्नुहोस्। उहाँ बाहिर जानुभएको छ। बाहिर जाने 5 मिनट हुन्छ, उहाँको 9 मिनट भइसक्यो बाहिर गएको, 10 मिनट पुगिसक्यो। आउँदै हुनुहुन्छ? मैले बोल्ने बेलामा आइपुगेन भने म फेरि पछिसम्म बोल्छु सभामुख महोदय। ल धन्यवाद। सम्माननीय सभामुख महोदय, यहाँले अर्थमन्त्री आउँछ भन्नुभएको छ। म पर्खाइमा बसेको छु मान्य सदस्य र म बोल्दै पनि छु। अरू मन्त्रालयको विषयमा बोल्दै गर्नु। समय दिनुभएकोमा धन्यवाद। म सर्वप्रथम त आज शहरी विकासतिर लागे जस्तो लाग्छ मलाई। म शहरी विकास क्षेत्र कतापट्टि पर्छ नेपालमा, म त्यो क्षेत्रतिर जस्तो गए सभामुख महोदय। सर्वप्रथम त म मेरो पार्टीकै हुनुहुन्छ उहाँ उप प्रधानमन्त्रीज्यू
प्रकाशमान सिंह, सम्मान्य हाम्रो चाहिँ सर्वोच्च नेता गणेशमानको छोरा हुनुहुन्छ। म यहाँलाई काठमाडौँ जिल्लामा 207वटा 3 करोडको चाहिँ बजेट विभाजन गरिदिनु भएकोमा म प्रकाशमान उप प्रधानमन्त्रीज्यूलाई रामेछाप जिल्लाको तर्फबाट, म रामेछाप जिल्ला नेपाली कांग्रेस पार्टी सभापतिको जिल्ला तर्फबाट म मान्य तर्फबाट यहाँलाई यो 207वटा चाहिँ काठमाडौँ जिल्लामा राख्नु भएकोमा तपाईहरुलाई मरिमरि म धन्यवाद दिन चाहन्छु।